धेरै भूमिका नबाधिक होइन हामी सबैले खोल्नु न दोस्रो पत्रुस 1 अध्यायको 1 देखि 10 सम्म छ। हामी त्यहाँ सरल पढ्नेछौँ। हामी सबैसँग बाइबल भएको कारणले हामीलाई सजिलै हुन्छ। दोस्रो पत्रुस 1 देखि 10 अध्याय होइन। दोस्रो पत्रुस 1 अध्यायको 1 देखि 10 त्यहाँ ख्रिस्टको बोलावट र चुनाव भन्ने शीर्षकमा तपाईँ हामीले बार बार सुनिराखेको, पढिराखेको, जानिराखेको कुरा नै हो। अनि यहाँबाट हामीले वचनहरू सुन्दै गर्दा पवित्र आत्माले इन्स्पायर गर्नुभएको कारणले हामीले यसलाई अलिकति ध्यान दिनुपर्ने नै हुन्छ। किनभने तपाईँलाई म त्यो डिजाइनमा बनाएका छौँ भनेर अघि हामीले सुन्यौँ भन्यौँ। मिस्रबाट इजरायलीहरूलाई मोसाको नेतृत्वमा जब उद्धार गरिकन ल्याउनु भयो अनि परमेश्वरले सिनाई पर्वतमा मोसासँग एउटा कुरा भन्नुभयो। के भन्नुभयो भने तिमीले इजरायलीहरूलाई याकुबका सन्तानलाई भन्नुपर्ने यो कुरा छ। तिमीले यो कुरा भन कि मैले मिस्त्रीहरूलाई के गरेँ अथवा कुन सामर्थ्य कुन बाहुलीले मैले तिमीहरूलाई त्यहाँबाट छुटकारा गरेर ल्याएँ। मैले प्रस्थान 19 अध्यायको अलिकति चर्चा जोडेको त्यो तिमीले देखेका छौ र तिमीहरूलाई मैले कसरी त्यहाँबाट छुटाएर ल्याएँ यस उद्देश्यले कि तिमीहरूले मेरो सेवा गर्न आराधना गर्न सक भनेर। त्यसै कारणले यदि तिमीहरूले मेरो कुरा ध्यानसँग सुन्यौ भने र करार मैले तिमीहरूसँग जुन करार बाँध्दैछु त्यो करारलाई पालना गर्यौ भने तिमीहरू चाहिँ ज्येष्ठहरू, आराधना गर्न चुनिएका बोलाएकाहरू, नियुक्ति पाएकाहरू, तिमीहरूले यो कुरा सुन्यौ र करारमा तिमीहरू इमान्दार रह्यो भने यो सारा पृथ्वी मेरै भए पनि तिमीहरू चाहिँ मेरो लागि अमूल्य धन ट्रेजरर हुनेछौ र सबै जातिहरूमा तिमीहरू चाहिँ मेरो पवित्र जाति अनि पुजारी हुनेछौ भनेर उहाँले बोल्नु भएको छ। त्यो उहाँको डिजाइन हो। परमेश्वरको आराधना गर्नको लागि एउटा नमुनाको रूपमा पृथ्वीमा अब्राहमको सन्तानलाई उहाँले चुन्नुभयो। तर उहाँको उद्देश्य चाहिँ सारा विश्वभरिका सबै मानिस जातिले उहाँको आराधना गर्न सकुन् भनेर नै हो होइन। त्यो डिजाइनमा हामी बोलाएका यसरी आराधना सङ्गति हामी गरिराखेका छौँ। त्यो चाहिँ नेचुरल कुरा हो। जसले यो आराधना सेवा गर्दैन वास्तवमा उनीहरू चाहिँ इन्नेचुरल अथवा रिबेलियस परमेश्वरको सार्वभौमाधिकारको विद्रोहमा बरालिएको अवस्थामा जिराखेका हुन्छन्। परमेश्वर छैन भनिराखेका हुन्छन्। अनि परमेश्वर छैन भन्नेहरूलाई बाइबलले मूर्ख भनेर भनेको छ। अनि हामी चाहिँ मूर्ख होइन, तर परमेश्वरको डिजाइन अनुसार उहाँले हाम्रो लागि दिनुभएको योजना जान्नको लागि दिएको उहाँको सत्य वचन र वचनलाई बुझ्नलाई दिएको पवित्र आत्माद्वारा हामी हिँड्छौँ अनि जिउँछौँ। नयाँ करारले पनि त्यही कुरालाई फेरि दोहोऱ्याएको छ पत्रुसले होइन। पत्रुसले पहिलो पत्रुस 1:9 तिमीहरू चाहिँ चुनिएको वंश, अब्राहमको विश्वास, अब्राहमले जसरी यहोवा परमेश्वरलाई विश्वास गरे र हिँडे त्यसरी नै त्यो विश्वासद्वारा पाउने सबै आशिष इनहेरिटेन्स तिमीहरू चाहिँ आशिषको स्रोत हुनेछौ। तिमीहरूले धेरै मानिसहरूलाई आशिषित ल्याउनेछौ त्यहाँ देखिएको छ। अनि पत्रुसले यही कुरालाई दोहोऱ्याएका छन्। मैले तपाईँसँग जोड्न खोजेको हाम्रो बोलावटलाई चिन्नु अनि थाहा गर्नु र त्यसमा खडा भएर हिँड्नु तपाईँलाई मेरो जिम्मेवारी हुन्छ होइन। चिन्नु पहिलो कुरा हामी को हो, पृथ्वीमा कुन उद्देश्यले परमेश्वरले हामीलाई राख्नु भएको छ, अहिलेसम्म जीवित हामी छौँ किन छौँ, किन हङकङमा नै हामी छौँ, अरू मुलुकमा किन छैनौँ। उहाँको स्पेसल पर्पज छ नि अवश्य पनि होइन। त्यो उद्देश्यलाई देख्न र सुन्न सक्ने भएको उहाँ चाहनुहुन्छ। त्यसकारण हामी नियमित रूपमा उहाँको वचन
सुन्दछौँ। सुन्नको लागि हामी यस ठाउँमा भेला भइरहेका छौँ। म सरर पढ्छु, तपाईँहरूले पनि हेर्नुहोस्। पवित्र आत्माले हामीलाई केही कुराहरू अवश्य पनि कम्युनिकेट गर्नुहुनेछ। यसरी लेखिएको छ, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। सर्वशक्तिमान, सर्वज्ञानी अनि सर्वव्यापी परमेश्वर, सबैभन्दा माथि हाइएस्ट अथोरिटीको सिंहासनबाट राज गर्नुहुने परमेश्वर, जसले सबै कुरा आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो अनि मानिस जातिलाई आफ्नो आत्मा हालेर यस अर्थमा यस कारणले बनाउनु भयो ताकि हामीले उहाँको उद्देश्य र योजनालाई बुझ्न सकौँ र पृथ्वीमा हामीलाई जुन जेनेरेसनमा उहाँले ल्याउनुहुन्छ उहाँको सर्वाधिकार अनुसार उहाँको महिमा गर्न सकौँ भनेर, होइन? सबैभन्दा माथि स्वर्गका परमेश्वर। मैले बाइबलको कुनै खण्डमा देखिरहेको थिएँ, पृथ्वीमा भएका सबै प्राणीले उहाँबाट भोजनको आशा गर्छन् अनि सुरक्षाको आशा गर्छन् भनेर मैले त्यहाँ हेर्दै थिएँ। हितोपदेशमा हो कि भजन सङ्ग्रह जस्तो लाग्छ। अनि हामीले नर्मली यसो हेर्दै गर्दा बाघ भालुहरू हिंस्रक जन्तु जस्तो लाग्छ नि त, होइन? हो नि, उनीहरू मांसाहारी हुने गरी परमेश्वरले बनाउनु भएको छ। तर उनीहरूलाई पनि आएर परमेश्वरले नै जुटाउनु हुँदछ। हामीले हाम्रो भेडा बाख्रा खायो अथवा होइन कमजोर पशुहरूलाई खायो भनेर हामीलाई माया लाग्छ, तर उनीहरू चाहिँ कसरी जिउने? यिनीहरूलाई सृष्टि गर्ने पनि परमेश्वरै हुनुहुन्छ। पृथ्वीलाई यो इकोसिस्टम के भन्छ त्यो मिलाउनको लागि, सन्तुलन राख्नको लागि उहाँले सबै खालका प्राणीहरू बनाउनु भएको छ। तर मानिस जातिलाई चाहिँ यी सारा जीवजन्तुमाथि अधिकार गर्नलाई त्यो खालको अथोरिटीमा परमेश्वरको हो नि अथोरिटी त, होइन? सर्वाधिकार परमेश्वरको हो। उहाँले जसलाई दिन चाहनुहुन्छ तिनले नै पाउँछ। त्यसमा पनि मान्छे जाति हामी तपाईँ चाहिँ परमेश्वरको हातमा हालेर बनाइएको कारणले हामीलाई त्यो अथोरिटी दिनुभएको छ, डोमिनियन गर्नको लागि, शासन गर्नको लागि, तर गुड युजको तरिकाले, होइन? असल प्रयोजनको लागि, भलाइ हुने तरिकाले शासन गर्नको लागि। म सरर पढ्छु मात्रै। यसैद्वारा लेखिएको छ, अलि अगाडि माथि दिव्य शक्ति भनेको डिभाइन अथोरिटी एन्ड पावर। परमेश्वरको दिव्य शक्तिद्वारा जीवन जिउनको लागि र उहाँलाई सेवा आराधना गर्नको लागि हामीलाई चाहिने भौतिक थोकहरू सँगसँगै उहाँले देखाउनु भएको मार्ग, डाइरेक्सनका कुराहरू त्यहाँ छ। मार्गदर्शन, के कुरा हामीले गर्नुपर्ने हो, योजनाहरू, उद्देश्यहरू, अनि हामीलाई फ्रुटफुल बनाउने उहाँको योजनाहरू जति पनि छन् त्यसको लागि चाहिने स्वर्गीय बुद्धि पनि दिनुभएको छ। हाम्रो लागि रिसोर्सेसहरू सबै कुरा उहाँले दिनुभएको छ भने अब तपाईँलाई मेरो काम चाहिँ ती सबै रिसोर्सेसहरू जो हाम्रो लागि दिएको छ त्यसलाई पहिचान गर्दै हामीलाई दिएको जिम्मेवारीलाई निर्वाह गर्नुपर्ने, पुरा गर्नुपर्ने, जिउनु पर्ने कुराहरू यहाँ हामी देख्छौँ। अनि त्यही दिव्य शक्तिद्वारा, त्यही उहाँको अथोरिटीद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू, प्रमिसहरू दिनुभएको छ। अघि मैले भन्दै थिएँ, तपाईँले हेर्नु होला, प्रस्थान 19 अध्यायको 3-4मा त्यहाँ देख्यौँ भने यसरी लेखेको छ, यदि तिमीले मेरो कुरा सुन्यौ र पालन गर्यौ भने, सुन्यौ भने भन्दै गएर कानले थाहा पाउने भन्ने मात्रै कुरा होइन, एक्युरेट एक्सन रेस्पोन्स गर्यौ भने र मेरो करारलाई, अब्राहमको सन्तान पवित्र जातिलाई उहाँले ज्येष्ठ भनेर जुन डबल पोर्सनको आशिषमा र पृथ्वीका सारा मानिसलाई आशिषित तुल्याउने जातिको रूपमा स्वर्गका परमेश्वरको योजनालाई पृथ्वीमा म्यानिफेस्ट गर्ने मानिसको रूपमा उहाँले चुन्नुभयो। त्यो पुरा गर्छु म कि तिमीहरू चाहिँ मेरो अमूल्य सम्पत्ति धन हुनेछौ र सारा जातिहरू मध्येमा, सारा पृथ्वीमा यति धेरै जातिहरू मध्येमा पनि तिमीहरू चाहिँ मेरो लागि पुजारी हुनेछौ अनि पवित्र जाति हुनेछौ भनेर त्यहाँ लेखेको छ। अघि मैले दोहोऱ्याएँ, पत्रुसले त्यही कुरा सम्झाउँछन् ताकि तिमीहरूले चाहिँ ती अन्धकारमा भएकाहरूलाई निकाल र ती परमेश्वरको उदयको ज्योतिका कुराहरू घोषणा गर्न सक भनेर
त्यहाँ लेखेको छैन